नमस्कार। नमस्ते। वडामा द्वन्द्व हुनु स्वाभाविकै छ होइन। यसको लागि वडाले अब आगामी दिनमा सुरक्षाको लागि के कस्तो प्रणाली अपनाउने सोच राख्नु भएको छ? अब खासै यसमा भाइ प्रश्न ठिकै छ अब जेनजीको मैले यहाँ कुरा भन्दा पनि साधारण रूपमा म कुरा गर्न चाहन्छु। द्वन्द्व जसरी पनि हुनसक्छ। हुन्छ। मादक पदार्थ खाएर पनि मान्छेले द्वन्द्व गर्न सक्छ वा अन्य विभिन्न तत्त्वहरू हुन्छ, द्वन्द्वको कारणहरू हुन्छ। ती सबै प्रकारका द्वन्द्वलाई हाम्रो वडाले अब भविष्यमा सकेसम्म नहुन दिनको लागि सुरक्षा प्रणाली चाहिँ कसरी सोच्नु भएको छ? अब हामीले अहिलेसम्म गरिरहेको काममा हाम्रो प्रहरी प्रभाग भनेको हाम्रो मङ्गल बजार हो। मङ्गल बजारले 9 वडा उसले हेर्छ। 9 वडा क्षेत्र उसले हेर्छ। अनि हाम्रो यहाँ बालकुमारीमा विशेष गरी बालकुमारी हाम्रो मन्दिर थियो। मन्दिरको भएको पुलिस चौकीलाई हामीले त्यो शङ्खमूलमा सरे हो, यता बागमती किनारमा। शङ्खमूल होइन, बागमती किनारमा सारे हो। त्यहाँदेखि त्यहाँबाट र मङ्गल बजारबाट हाम्रो सुरक्षा के हुन्छ भने हाम्रो यसको नीतिलाई यो सुरक्षा जस्तै भनौँ न, चोर आतङ्क हुन्छ होइन। सुरक्षाको नीति हामीले यो हाम्रो वडाको भरि होइन एकदम हामीले भित्र चाहिँ राखेनौँ। नाकामा हाम्रो क्यामेरा छ, सिसिटिभी छ होइन। सिसिटिभी छ। सिसिटिभीले के गर्छ भनेपछि अब जस्तै यो वडामा अब यहाँ भित्रबाट जान्छ नि, यहाँबाट जाएपछि उता भोल ढोकामा निस्किने ठाउँमा सिसी क्यामेरा हुन्छ फेरि है हाम्रो। अनि हामीले चाहिँ भित्र टोलसम्म चाहिँ हामीले सिसी क्यामेरा राखेनौँ। अनि बाहिर नाकामा चाहिँ सबैमा सिसी क्यामेरा छ हाम्रोमा। त्यसको त्यो एउटा भयो हाम्रो सुरक्षाको नीति। अनि हामीले यो ठाउँमा चाहिँ नि जस्तै तपाईँले डङ्कर हो आयो, कुनै पनि आयो भने होइन, हामीले यो सुरक्षाले के गरिरहेको छौँ भने राति हामी यो जस्तै हाम्रो यो गुइडोमार पार्क छ हाम्रो, त्यो पार्कमा पनि हामी पुलिसलाई नै खबर गरेर एक राउन्ड उहाँहरूलाई नै सुरक्षाको नीतिलाई यहाँ हामी परिचालन गरिरहेको छौँ अहिले होइन। जस्तै त्यो भयो। अब जस्तै दिउँसो केही कारण भयो, बस यस्तो भयो भने हाम्रो महानगर प्रहरी नै फोन गरेको 5 मिनटभित्रमा हाम्रो वडामा पुगिन्छ होइन। अब जस्तै स्थानीय अब यो ठाउँ भनेको कोड एरियाभित्र हो। हामीले त्यति सुरक्षाको महसुस भनेकै त्यस्तै लागु प्रडाक्ट गर्नेहरूको लागि मात्रै चाहिने हो होइन। राति त तपाईँको पुलिसले गस्ती गरिहाल्छ, त्यसको हामीले टेन्सन छैन। चोरी डकैती भयो भने पनि पुलिस नै आउने नै भयो। जस्तै अब सुरक्षाको लागि अब हाम्रो दिउँसो सुरक्षा गर्नु पर्यो भने प्रहरी पनि छ। महानगरको हाम्रो प्रहरी पनि एकदम एक्टिभ छ अब हाम्रो महानगरमा यो सुरक्षाको नीतिमा। धन्यवाद सरले।